हेलो गाइस, नमस्ते सबैजनालाई। मेरो ब्लग आजको स्टार्ट भयो। म आज घुम्न गएको थिएँ बरदुबई गयो। बसमा चढेपछि यहाँबाट गएको थिएँ। यहाँको बाटो बनाएन, अल्खेलबाट बनाएको। त्यहाँबाट बस चढ्दै गएको। यहाँनिर फेरि म बसमा बसिरहेको थिएँ। फेरि एकछिनमा हामी बरदुबई पुगेर फेरि एकछिनबाट झरेर त्यहाँ हामी वेट गरिरहेको थियौँ। अनि त्यसपछि नेक्स्ट मार्केटमा छिरेर एकछिन कुर्ता हेर्नु पर्यो भनेको त कुर्ता हेर्नु गएको त खासै राम्रो लागेन। फेरि रिटर्न आएर फेरि अर्को पसलमा छिर्यौँ। हेर्दै उता हेर्दै मलाई कतै पनि मन परेन है। फेरि हामी त्यहाँबाट फेरि रिटर्न भएर तल झऱ्यौँ। कति धेरै गर्मी थियो कि फेरि हामी क्यारिफोरबाट भित्र छिर्यौँ। क्यारिफोर भएको ठाउँ सामान त सस्तो थिएन, केही पनि थिएन, तर लसुन सस्तो लागेर लास्टमा लसुन त्यही भए पनि लिएर जानु पर्यो मार्केटभित्र।